हेरिरहनु भएको छ भने कृपया यहाँ आउनु होला। आगो लागिसकेको छ। र यहाँ सुरक्षाकर्मीज्यूहरू र अभियन्ता साथीहरू हुनुहुन्छ। कसैले बचाउनको लागि भए पनि हेलिकप्टरद्वारा भए पनि आउनु होला बचाउनको लागि, किनभने यहाँ दोहोरो भिडन्त भइरहेको भएर कोही आउन पाउनु भइरहेको छैन। यो आगो लागिसकेको छ यहाँ र बचाउनको लागि यहाँको सुरक्षाकर्मी र यहाँ माथि सुरक्षाकर्मी र अभियन्ता साथीहरू आउनु भएको छ र हाम्रो आन्दोलनमा अरू पनि कोही विपक्षका मान्छेहरू आएर तडक भडक गरेर यो हल्ला मचाइरहनु भएको छ। र यसै गरेर मेरो आवाज सुनिरहनु हुने प्रशासन जति पनि सुरक्षाकर्मीज्यूहरू हुनुहुन्छ भने तुरुन्त यहाँ माथि आगो लागेको छ। हेलिकप्टरबाट हुन्छ कि जहाँबाट भए पनि आएर उद्धार गर्नको लागि म अपिल गर्दछु। धेरैजना यहाँ माथि भवनमा हुनुहुन्छ। असर ग्यास फालेको हुनुहुन्छ। प्रहरीज्यूहरूलाई असर ग्यास नफाल्नको लागि म आह्वान गर्छु, किनकि उहाँले फालिसकेपछि यहाँ सबै तितर भयो। भित्र भाग। असर ग्यास भित्र फालेको अवस्था छ। थोरै पानी ल्याउ त भाइ, थोरै। आगो लागेको छ तल। यो 3 गुनेमा यो चौरको घरनिर आगो लागेको छ। यो भिडियो हेरिरहनु भएको छ भने सम्बन्धित ठाउँलाई मैले आह्वान गर्न चाहे, किनकि सुरक्षाकर्मीज्यूहरू पनि हाम्रै सन्तान र हामी समस्त नेपालीहरू पनि हाम्रै सन्तान हुन्। यहाँ आगो लागिसकेको छ। यहाँ उद्धार गर्नको लागि मैले